हामी बसन्त कहिले हेर्न जान्छौँ रे? कति गते? चैत 22 गते हामी सबैजना फेरि हलमा भेट्छौँ है त? बसन्तको गीत हेर्न सुन्नु भएको छ कि छैन? ओ मन परेको मायालु कस्तो थ्याङ्क यू सो मच यहाँ सबैजनालाई आइदिनु भयो। हाम्रो अझै पर्फर्मेन्सहरू बाँकी छ। हामी यसरी फेरि पनि भेट्नेछौँ र हलमा भेट्नेछौँ कि छैनौँ? कति कति फेरि पनि ट्रेलर आज रिलिज भएको छ। भर्खरै तपाईँहरूले हेर्न पाउनु भएको छैन किनकि तपाईँहरू सबैजना यहाँ हुनुहुन्छ। ट्रेलर पनि युट्युबमा गएर हेरिदिनु होला। यहाँहरूलाई मनपर्छ भने सेयर गरिदिनु होला, लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। यहाँहरूलाई कस्तो लाग्छ एकदमै अनेस्टली। र फेरि पनि चैत 22 गते बसन्त रिलिज हुँदैछ, हलमा गएर हेर्नु होला। थ्याङ्क यू भेरी मच। म चाहिँ यो मौकामा हिरोइनको हात समातेर नाच्ने के भन्नुहुन्छ? सो प्लिज म्युजिक। हामी 4 जना मुख्य कलाकार छौँ यो फिल्ममा। गीत जस्तो जिन्दगी हुने कि प्रभात पाल्चोकुरी, शिवांशी श्री। सो कतिजना यो सबै नाचोस् भन्ने चाहनुहुन्छ? कतिजनाले स्टेज अलिकति खाली गर्न मिल्छ? को छ सोरी साथी देख्यो? सँगै यात्रा गरेर के गर्नु? दोबाट आएपछि छुट्टिनुपर्छ के अरे? बाटो एउटा हुँदा त कुनै ठाउँ एउटा हुनु पर्यो नि। साथ दिनुहुनेछ। हामी तपाईँहरूसँगै बसेर एकचोटि सबैको फोनमा चाहिँ ठ्याक्कै यो बसन्तलाई हाइलाइट गरिदिनुहोस्। सबैले कतिजनाको क्यामेरा छ यो बसन्तलाई टक्क टाइटल हाइलाइट गरिदिनुहोस्। हामी ब्याकबाट तपाईँहरूको फोन खिच्न चाहन्छौँ ताकि सबैको फोनमा चाहिँ बसन्त देखिएको होस्। पछाडिबाट टार्जनजी हाम्रो क्यामेराहरू पछाडि राखिदिनु होला। सबैजनाले यो टाइटललाई हाइलाइट गर्नुहोस् न आफ्नो क्यामेरामा जति भ्याउँछ सबैजनाले है त। ओके थ्याङ्क यू सो मच सबैजनालाई। फेरि पनि एकचोटि जोरदार ताली बजाइदिनु होला स्वस्तिमा खड्काको लागि। थ्याङ्क यू सो मच स्वस्तिमाजी। थ्याङ्क यू कबबुजी, थ्याङ्क यू प्रभात पाल, थ्याङ्क यू शिवांशी श्री, थ्याङ्क यू अनुज सर, थ्याङ्क यू एभ्रिबडी। अब हामी एकैछिन रमाइलो गर्नेछौँ र रमाइलोको सुरुवात चाहिँ म तपाईँहरूकै फेभरेट प्रीति आलेलाई स्टेजमा गराउन चाहन्छु। प्रीति
सर्वप्रथम हार्दिक अनुरोध गर्दछु। बाँकी कुराहरू हामी यहाँको माझमा गर्दै जानेछौँ। आज शान्तिश्री दिदी आउनु भएको छ, प्रीति आले दिदी आउनु भएको छ, प्रकाश सरको, देवेन्द्र बब्लु सरको, सबैको यहाँको माझमा विभिन्न सांगीतिक कोसेलीहरू यहाँको बीचमा बसन्त साँझमा पस्किनेछौँ। हामी सँगसँगै नाच्नेछौँ, कतै नजानु होला र सबै परिवार लिएर चैतको 22 गते यहाँहरू नजिकैको चलचित्र हलमा पुगिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। बाँकी अरू हामी बोल्दै गर्नेछौँ हैन ल। धन्यवाद। मेरो साँच्चीकै राशि पनि कन्या हो र यो कन्या राशि भएको केटाको फिल्म चैत्र 22 गते रिलिज हुँदैछ। मलाई यता हलमा आउने कि नआउने? हस्, धन्यवाद।